तपाईँको सहरहरू हेर्नु न सबै जोडिएका छन् होइन एकीकृत प्रणाली हुनु पर्यो नियम कानुन पनि एउटै हुनु पर्यो एकै किसिमले चाहिँ हामीले चाहिँ विकास गऱ्यौँ भने त्यसले सुन्दर देखिन्छ त्यसले व्यवस्थित देखिन्छ अब भनौँ न अब धेरै स्थानीय निकायहरू एउटै जिल्लाभित्र नजिक नजिकै छन् होइन त्यही भएर अब आइसोलेसनमा एउटाले मात्र सुधार गरेर जनतालाई सुधार हुँदैन किनभने आज तपाईँ काठमाडौँ उपत्यकामै बस्नुहुन्छ भने तपाईँ भक्तपुर पनि जानुपर्छ ललितपुर पनि जानुपर्छ काठमाडौँ पनि जानुपर्छ अब यो काठमाडौँ भ्यालीलाई उपत्यकालाई चाहिँ तपाईँले चाहिँ एकीकृत ढङ्गले विकास गर्नु भएन एकीकृत ढङ्गले चाहिँ यातायात प्रणालीका प्रविधिहरू चाहिँ तपाईँले चाहिँ लागू गर्नु भएन भने त्यसले त कुनै प्रतिफलै दिँदैन आज पनि तपाईँ हेर्नु न समन्वय छैन नि आज एउटा मेयरलाई भेट्यो भने अर्को मेयरलाई मन पराउँदैन अर्को मेयरलाई हेर्नु भने अर्को मेयर मन पर्छ सबैको दिमाग फरक फरक छ स्वाभाविक पनि हो यो मान्छेको चाहिँ दृष्टिकोण पनि फरक पर्छ तर विकासको कुरामा सहर सुव्यवस्थित बनाउने कुरामा त उहाँहरू त एक हुनु पर्यो नि होइन एक हुनु पर्यो नि जस्तो ट्राफिक लाइटलाई कसरी व्यवस्थापन गर्ने भनेर जस्तो ललितपुर महानगरपालिकाले एआई ट्राफिक लाइट चाहिँ जडान गरेपछि के सोचेर जडान गरे त भन्दा त्यहाँ 2 किलोमिटर मात्र सुव्यवस्थित भएर त सुव्यवस्थापन हुनु भएन नि काठमाडौँ पूर्ण रूपमा व्यवस्थित हुनु र एकीकृत रूपमा चाहिँ ट्राफिक लाइटको चाहिँ यही हिसाबले जुन ललितपुरमा एआई जडित भनेको छ त्यही कुरा चाहिँ हामीले काठमाडौँ ललितपुर भक्तपुर यो भ्यालीको लागि चाहिँ सबै मेयरहरू बसेर चाहिँ सबै पालिकाहरू बसेर चाहिँ छलफल गरेर चाहिँ सबैले चाहिँ लगानी गरेर एकीकृत रूपले चलाउने चाहिँ विकास गऱ्यो भने त्यसले खर्च पनि कम लाग्थ्यो त्यसले व्यवस्थापन पनि गर्थ्यो नि अब यो त 2 किलोमिटर हुने होइन हामी कम्तीमा पनि अहिले चाहिँ तपाईँको 2000 किलोमिटर सडक सञ्जाल छ काठमाडौँ उपत्यकामा अब 2 किलोमिटरमा एआई ट्राफिक लाइट अरूमा उस्तै भएपछि त्यसले के रिजल्ट दिन्छ धेरै देखाउँछ अब चक्रवत पनि तपाईँ एउटा नगरपालिकामा मात्र पर्दैन होइन यहाँ त धेरै नगरपालिकाले छुन्छ भनेपछि त यहाँका त पालिकाका सरकारहरू पालिकाहरू त एकीकृत योजना नगरी आफ्नै ढङ्गले चल्ने हो भने त अब तपाईँले भन्नुहुन्छ नि जस्तै यो ग्वारकोमा चाहिँ जुन बनेको छ यो फ्लाइओभर भनेर जनतालाई भन्यो आखिर त्यो फ्लाइओभर थिएन अब मैले पनि यो फ्लाइओभर भने यो त ओभरपास हो भने अहिले ओभरपासै हो भन्ने कुरो आइरहेको छ र मैले यसको विरोध पनि गरेको छु के मानेमा भनेदेखि हामीले हाम्रो लगानी अहिले कहाँ गर्नु पर्थ्यो भन्दा प्राथमिकताका साथ सार्वजनिक यातायातमा गर्नु पर्थ्यो सार्वजनिक यातायात चाहिँ व्यतिथि राख्ने निजी क्षेत्रलाई पूर्ण रूपमा तिमीहरू लगानी गर तिमीहरूकै नियन्त्रणमा चला भने राज्यले छोडिदिने अनि हामी चाहिँ कहाँ गरिरहेको छौँ भन्दा सडक चौडा गर्न ओभरपास बनाउनलाई लागिरहेको चाहिँ छौँ प्रमुख समस्या अनि फ्लाइओभर अथवा चाहिँ यो ओभरपासले कसलाई सहजीकरण गर्छ भन्दा निजी सवारी साधनको लागि हो भने हाम्रो दिमाग चाहिँ के छ भन्दा निजी सवारी चाहिँ जाममा नपरिकन समस्यामा नपरिकन चाहिँ गुड्नु पर्यो तपाईँ त्यहाँ हेर्नुहुन्छ भने न त्यो ओभरपासमा साइकल लेन छ तपाईँ त्यो भोलि त्यहाँ कसरी त्यहाँ त्यो जुन तपाईँ यता मङ्गल बजारबाट चाहिँ क्रस गर्नु भने त्यहाँ त पैदल मार्ग पनि देखिँदैन भनेपछि अब यस्तो हो उहाँहरू त्यो पोजिसनमा नपुगुन्जेलसम्म फुटपाथमा हिँड्नुहुन्थ्यो अब आज मजाले चाहिँ तपाईँको 2-3 करोडको गाडीमा चाहिँ गुड्नुहुन्छ अनि त्यसपछि चाहिँ यो पैदल यात्री सार्वजनिक यातायात प्रयोगकर्तालाई फ्याट्टै बिर्सिहाल्नुहुन्छ क्या र म त्यो पोजिसनमा किन छु भन्ने कुरो पनि बिर्सियो क्या त्यही भएर मैले आज पनि भन्छु पहिला हाम्रो सोचमा परिवर्तन गरौँ होइन सडक कसको लागि बनाउने भनेको अहिले पनि मैले भने जसलाई जो समस्यामा छ समस्यामा को छ त भन्दा अपाङ्गता भएको व्यक्ति दृष्टिविहीन व्यक्ति वृद्ध बालबालिका बिरामी सबभन्दा समस्या छ नि उहाँहरूको लागि चाहिँ पहिलो प्राथमिकतामा राखेर सडक बनाउनु पर्यो त्यसपछि साइकल यात्रीको लागि त्यसपछि सार्वजनिक यातायातको लागि यति कुरा ध्यान दिएर हामीले सडकको योजना बनाएर निर्माण गरेर व्यवस्थापन गर्न सक्यौँ भने हाम्रो सुधार हुन्छ होइन यस्तो हो अहिले पनि मैले भने तपाईँलाई हाम्रो पहिले त सोचै छैन कि ट्राफिक लाइट के काम हो भने संसारभरि ट्राफिक लाइट चाहिँ यो प्रुभन प्रविधि हो नि त संसारको विकसित देश जहाँ जानुहोस् ट्राफिक लाइटले नै काम गरेको हुन्छ अब हाम्रो चाहिँ यहाँ ट्राफिक प्रहरीको सोच के छ भन्दा यो ट्राफिक लाइटले राम्रोसँगले काम गर्दैन भनेर हो हामीले ट्राफिक लाइट जडान गरेर त्यसलाई सुधार गर्दै गएनौँ भने त्यसले काम गर्दैन तर म के भनिराखेको छु भने ट्राफिक लाइट चोकमा जडान गरौँ ट्राफिक लाइट सूचनाको हकमा एकीकृत प्रणालीमा चाहिँ सञ्चालन व्यवस्थापन गरौँ यसको अनुभवलाई सर्वे अनुसन्धान गर्दै जाउँ र ट्राफिक लाइटमा सुधार गर्दै जाउँ
जस्तो आज तपाईँको भनौँ म तपाईँलाई एउटा उदाहरण दिन्छु, कोटेश्वर चोकको उदाहरण दिउँ होइन। कोटेश्वरमा के हुन्छ भन्दा बिहान पख भक्तपुरबाट धेरै काठमाडौँ छिर्नुहुन्छ, बेलुका काठमाडौँबाट भक्तपुर छिर्नुहुन्छ। अनि त्यो रेड साइकल ग्रिन साइकल चाहिँ 24 घन्टा एउटै समय राखिदिनु भने त काम गर्दैन नि त। बिहान चाहिँ भक्तपुरबाट काठमाडौँ जानलाई चाहिँ ग्रिन धेरै दिनु पर्यो, बेलुका चाहिँ काठमाडौँबाट भक्तपुर जान ग्रिन धेरै दिनु पर्यो होइन। यो त तर दिउँसोको समयमा के हुन्छ भने दिउँसोको समयमा त फेरि त्यो प्रायोरिटी दिनु पर्दैन भनेपछि यो सोचले यो अनुभवले चाहिँ यो परिवर्तन गर्दै सुधार गर्दै जानुपर्छ। त्यही भएर अब चाहिँ ट्राफिक लाइट जसले बाल्दैन त्यसलाई कारबाही गर्नुपर्छ। ट्राफिक लाइट जडान गरेपछि 24 घन्टा चाहिँ बल्नुपर्छ, किनभने यो त करबाट उठाएको पैसाले बनाइएको ट्राफिक लाइट हो, यो त जनताको लागि बनाइएको हो, यो पैदल यात्रीको लागि बनाइएको हो होइन, सबैको लागि बनाइएको हो। यो हालिन्छ यत्रो ठुलो लगानी गरेर बालिँदैन भने त्यसलाई त कारबाही गर्ने कारबाही त नियमनकारी निकायहरू छ नि त हाम्रो। त्यही हो अब मैले भनेको, अब यो ट्राफिक लाइट चाहिँ जहाँ जहाँ जडान भएको छ जसले बाल्दैन जसले जडान गर्यो कि त्योसँग पैसा असुल उपर गर्ने कि त्यो बन्द गर्नेलाई कारबाही गर्ने। आज तपाईँ रातो बत्तीमा गाडी गयो मोटरसाइकल गयो भने चाहिँ चिट काट्ने, अनि ट्राफिक लाइट बन्द गर्नेलाई चाहिँ कारबाही गर्नु पर्दैन, नभए त्यो बल्दै नबल्ने भयो क्या। यहाँ त निर्माण गर्न ठेक्का लाउन सबैलाई हतार, अनि त्यसको व्यवस्थापन गर्न सञ्चालन गर्न सबैलाई चाहिँ सुस्त। यसरी त देश बन्दैन नि त। ट्राफिक लाइट बनेको अहिले हेर्नुहोस्, ट्राफिक लाइट जानुभयो भनेदेखि माइती घरमा बन्द हुन्छ, बेला बेलामा थापाथलीमै बन्द हुन्छ, सिंहदरबारमै बन्द हुन्छ, एकछिनमा खुल्छ एकछिनमा। यो त तरिका भएन नि त। हामी त अभ्यस्त हुनै पाएन। ट्राफिक लाइटको काम कर्तव्य यसले के काम गर्छ भन्ने त्यो अनुभव पनि लिन नपाइने भयो क्या। खालि जरिवाना मात्रै तिर्दै जाने होइन। जरिवाना त अब त्यस्तै अहिले पनि मैले भने सडकमा नियम मिच्नेलाई कारबाही गर्नुपर्छ र ट्राफिक लाइट निभाउने नबाल्नेलाई पनि कारबाही गर्नु पर्यो क्या। अब होइन बाल्ने काम उसको हो कि होइन पहिले त्यो आइडेन्टिफाई गर्नु पर्यो। अस्ति मैले थापाथली चोकमा भनेको थिएँ, यो हामीले होइन यो कन्ट्रोल रुमबाट हो भन्नुहुन्थ्यो उहाँले होइन। अब त्यो त मैले उहाँलाई केरकार गर्ने कुरो भएन, भने पनि उहाँले मलाई भन्नुहुन्न त किन जान्ने भएछ भनेर। उहाँ ट्राफिक प्रहरीको कहिलेकाहीँ यसो भिडियो खिच्यो भने पनि तपाईँ चाहिँ मिडियाको मान्छे हो भन्नुहुन्छ होइन। अब त्यो त सार्वजनिक थलो होइन, ट्राफिक प्रहरी पनि सार्वजनिक व्यक्ति हो नि त, राज्यको ऊ हो। उहाँले चेक गरिरहनु भएको छ के गर्नु, त्यस्तो कसैले फोटो खिच्न त नपाउनु पर्ने जस्तो त मैले केही पनि देख्दिनँ होइन। तर उहाँहरू त्यसरी रिसाइ पनि रहनु भएको हुन्छ। तर जे गरे पनि आफ्नो कर्तव्य गर्नु पर्यो। कसको म्यान्डेट हो, कसको चाहिँ कर्तव्य हो कि ट्राफिक लाइटलाई सुचारू गर्ने, व्यवस्थापन गर्ने, त्यसलाई चाहिँ सञ्चालन गर्ने, त्यसले बारेन भने चाहिँ त्यसलाई कारबाही गर्नुपर्छ। अब ट्राफिक प्रहरीको कन्ट्रोल रुम हो कि त्यहाँ बस्ने चाहिँ फिल्डमा खटेको ट्राफिक प्रहरी हो कि अथवा सडक विभाग हो कि को सञ्चालन गर्ने कार्यक्षेत्र कसको हो त्यो सञ्चालन गर्ने कार्य। यो बाहेक अरू मैले कुनै पनि विकल्प उसलाई नै हरेक दिन चिट काट्नु पर्यो। सिंहदरबारमा बालेन भने त्यहाँको सम्बन्धित कर्मचारीलाई चिट काट्ने, जसरी मोटरसाइकल अथवा गाडी रातोमा बल्दाखेरि लेन मिच्यो भने चिट काटिन्छ त्यसरी नै चिट काट्नु पर्यो। नियम त सबैलाई उति नै लागु हुनु पर्यो नि। त्यही हो, अध्ययन हुँदैन, योजना हुँदैन, अनि जसको चाहिँ पावर छ उसले यसलाई वान लेन बनाइदियो भनेपछि वान लेन बन्ने, यस्तो खालको सिस्टममा हामी चाहिँ गइरहेको छौँ। मलाई लाग्छ अहिले पनि हामी काठमाडौँ ललितपुर भक्तपुरमा एउटा चाहिँ एकीकृत अध्ययन गरेर ट्राफिक लाइट कसरी जडान गर्ने, सार्वजनिक यातायातलाई कसरी व्यवस्थापन गर्ने, यो सडकको चाहिँ वान वे टु वे गर्ने, यो एकीकृत रूपमा अध्ययन गरेर चाहिँ एउटा वे फरवर्ड चाहिँ चाहियो क्या। त्यही भएर काठमाडौँ उपत्यकाको लागि चाहिँ उहाँहरू सबै बसेर एकीकृत ढङ्गले योजनाबद्ध बनाएर एउटा बस्न लायक सहर बनाउनुपर्छ। किन मैले काठमाडौँलाई फोकस गरिरहेको छु भने काठमाडौँले देखाइदियो भनेदेखि काठमाडौँभन्दा बाहिरका पालिकाहरूले पनि त्यही सिक्छन् र उनीहरूले पनि त्यही मोडल चाहिँ फलो गर्छन् क्या। किनभने काठमाडौँ एउटा प्रायोरिटी पनि हो, यहाँ लागू गर्न पनि सजिलो हुन्छ र काठमाडौँका स्थानीय निकायहरूसँग चाहिँ बजेट पनि छ। त्यो भएर उहाँहरूले चाहिँ खर्च गरेर व्यवस्थापन गर्न पनि सक्नुहुन्छ। र यहाँ एउटा इक्जाम्पल भयो चाहिँ बाहिर देशमा पनि हेर्नुहुन्छ भने त्यही हुन्छ, एकदम छ। अब यस्तो हो, अब छैन भन्दाखेरि पनि के हो त भन्दा कति ठाउँमा अहिले पनि मैले भने अब चाहिँ तपाईँ पैदल यात्रीको लागि, साइकल यात्रीको लागि, अपाङ्गता भएको व्यक्तिको लागि हिँड्नको लागि चाहिँ त्यो पूर्वाधार बनाउँदाखेरि दुईतर्फ सवारी हिँड्न
चाहिँ असहज हुन्छ भने त्यसलाई वान वे बनाइदिने हो। अनि यस्तो अहिले पनि मैले भने अब यो तपाईँले एउटा उदाहरण दिनुभयो भने अब कसैलाई हो जस्तो लाग्छ, कसैलाई होइन जस्तो लाग्छ होइन। अहिले पनि मैले भने अब सवारी गुड्नको लागि चाहिँ पर्याप्त ठाउँ छैन भने त्यसलाई हामीले वान लेन गर्छौँ र त्यसको लागि चाहिँ अब त्यहाँ बस्ने बासिन्दाको लागि चाहिँ कसैको सवारी छ भने त्यता कतै चाहिँ व्यवस्थित पार्किङको पनि व्यवस्थापन गरिदिनु पर्ने हुन्छ। त्यही भएर उहाँले पार्किङ गर्नुहुन्छ, त्यसो वान वेमा त्यसपछि हिँडेर आफ्नो घर जानु होला। अनि त्यस्तो खालको अल्टरनेटिभ दिनुपर्छ। अहिले पनि मैले भने यहाँ त वान वे बनाउने, टु वे बनाउने, एकजना जसको अथोरिटी छ उसको दिमागले जे जे सोच्यो त्यही काम भइरहेको छ, जुन गर्नु हुँदैन। त्यही भएर यो चाहिँ अध्ययन गरेर अब हाँडी गाउँमा त यो तपाईँको खालि पैदल यात्री सवारीलाई पनि चाहिँ बन्द गरेर त्यस्तो खालको प्र्याक्टिस पनि गर्न सुरु गरिएको छ होइन। अब मलाई लाग्छ बिस्तारै न्यु रोड ठमेलतिर पनि त्यही मोडलमा जानुपर्छ जस्तो लाग्छ। किनभने मान्छेलाई एउटा चाहिँ टुरिज्म प्लेसमा गाई र गुइँ टाइटाइ र टुइटी गर्दाखेरि गाह्रो पनि हुन्छ। त्यही भएर तपाईँ पैदल यात्री मात्र हिँड्ने मात्र भयो भनेदेखि त्यसले चाहिँ एउटा चाहिँ सामाजिक रूपमा र मान्छेलाई एउटा हिँडडुल गर्न, बच्चा लिएर हिँड्न, वृद्ध हिँड्न सबैको लागि चाहिँ एउटा सहज वातावरण बनाइन्छ। यो नो भेहिकल जोन भनेर चाहिँ बनाइन्छ। त्यो एकदम सुव्यवस्थित हुन्छ। त्यहाँ मान्छे हिँड्नुहुन्छ, घुम्नुहुन्छ, खानुहुन्छ, खेल्नुहुन्छ, दौडिनुहुन्छ, बच्चाहरू पनि थियो। त्यस्तो खालको चाहिँ विकसित देशहरूमा प्र्याक्टिस पनि छ। अब नेपालमा पनि बिस्तारै त्यस्तो खालको चाहिँ प्र्याक्टिस गर्नु। तर मैले के भन्यो भने यसलाई चाहिँ व्यवस्थित अध्ययन गरेर योजनाबद्ध रूपमा गर्नुपर्छ। मन लाग्दा नो भेहिकल बनाइदिने, मन लाग्दाखेरि वान वे बनाइदिने, यो चाहिँ गर्न हुँदैन। यसले चाहिँ झन् ठुलो नेगेटिभ असर गर्छ। एकदम स्थानीय पहिचान नभए त पछि तपाईँको मौलिकता के हो त होइन। कोही मान्छे विदेशी नेपाल आउँदैछ भने के हेर्न आउने हो होइन। अब जर्मन नागरिक यहाँ आयो भने त्यही जर्मनीको जस्तै चौडा सडक त्यस्तै फुटपाथ भयो भने त उसलाई के इन्ट्रेस्ट भयो त। यहाँ त हाम्रो मौलिकता यो हो, पुरानो संस्कृति यो भनेर त्यो झल्काउने खालको चाहिँ हुनुपर्छ। मोडर्न पनि हुने हो फेरि त्यो भनेर जहिले पनि हामी। तर कहाँ हामी सांस्कृतिक रूपमा विकास गर्ने, कहाँ चाहिँ मोडर्न गर्ने, आधुनिकीकरण गर्ने भन्ने पनि त्यो सबै चाहिँ तपाईँको योजनाबद्ध हुनुपर्छ क्या। र अहिले पनि म भन्छु सार्वजनिक यातायातमा राज्यको लगानी र राज्यको नियन्त्रणमा नहुन्जेलसम्म हाम्रो यो यातायात प्रणाली कहिले पनि सुदृढ हुँदैन।